हामी चाहिँ आज पिकनिकको लागि तयार भएर पिकनिक जान लाग्छौँ है। बुढो पनि तयार हुनुभयो, बसलाई चाहिँ कुरिराखेछौँ। हाम्रो चाहिँ आज पिकनिक जाने प्लानिङ छ। पिकनिक चाहिँ कहाँ हो भन्दाखेरि अहिले म तपाईँहरूलाई देखाउँछु। वहीँ पुगेपछि सबजना हिँड्यौँ, एक ठाउँमा भेट भएर। मैयाहरू पिकनिक जानलाई एकदमै राम्रा ब्युटिफुल भएर आछन्। अस्ति होलीमा चाहिँ अलि नराम्रा भयो, आज चाहिँ एकदम राम्रा भएछन्। उता चाहिँ नुमा बहिनी चाहिँ लजाएर जानु भएको छ है, हामीलाई छोड्न आउनु भयो हो। एकदम राम्री देखेर पिकनिक हिँडेछिन्, लास्टै डाइटिङ गरेछिन् अनि त्यसपछि जिम गरेर फिगर बनाइकि तारे नि आज त लास्टै ब्युटिफुल देखिन्छ कि। बुढा नआउने भए पनि त्यही पनि एकदमै राम्री भएर जाने रे। अब उता कोही पायो भने तोरीबारीतिर कोही पाइयो भने यहाँ चाहिँ सबै पिकनिक जानेहरू चाहिँ बसिराखेछन्, राम्री भएर आछन्, राम्री भएर आछन् पिकनिक जानलाई। नमस्ते सबलाई बस आइसकेको छ जानको लागि। गाईहरू पनि जानुहुन्छ। सिङ्गल लिभिङ मान्छे आइज कि केही हुन्न। यस्तो एउटै सिटमा बसिराखेछौँ बुढाबुढी। यिनीहरू चाहिँ लजाका रे, आफ्नो बुढालाई छोडेर एक्लै बसेछन्। बाहिरको भ्यू चाहिँ एकदम राम्रो छ। हामी बस्ने क्वार्टर भन्दा उता ओल्ड क्वार्टरतिरको चाहिँ राम्रो छ। हेर्नु न कति शान्त देखिरहेछ। हामी चाहिँ मेन गेटबाट बाहिर निस्किँदैछौँ कि अब। पिकनिक स्पोट आइसक्यो रे। हामीले चाहिँ देखेको छैनौँ। बसबाट सबैजना झर्दै हुनुहुन्छ। पालै हाल हेलो गर्दै रमाउँदै खुसी छन्। अनि अब हामी चाहिँ एकछिन हिँड्नुपर्छ अरे तलसम्म। गाडी चाहिँ घुमाउन मिलेन। घुमाउन नमिलेर हामी सबैजना झरेर पिकनिक स्पोटसम्म चाहिँ थोरै हिँड्नु पर्यो। अनि हामी हिँड्दा पिकनिक स्पोटमा पहिले नै हाम्रो भाइहरू गएर सबै तयारी गरिसक्नु भएको रहेछ। कुर्सी टेबल लगाएर टेन्ट लगाएर रेडी रहेछ। हामी चाहिँ पिकनिक स्पोट पुग्दा साथ नास्ता रेडी थियो, भाइहरूले पकाइराख्नु भएको थियो। अनि हामी गएर नास्ता सस्ता खायौँ। सेलरोटी, भुटुवा, अचारहरू खाएर नाच्न सुरु गऱ्यौँ। बर्थडे सेलिब्रेट गर्दैछौँ। कसको भन्दाखेरि अफसर साहबको बर्थडे परेको रहेछ पिकनिकको दिनमा। अनि केकहरू काटेर रमाइलो भयो।
एकछिनमा मेरो पनि पालो आउँछ। सबभन्दा धीरज जोशी देखिया साथीहरु तपाईहरु सोच्नु होला हामी त कहाँ बिचमा गयौं कि भनेर तर होइन यो टाढो सबैजना चाहिँ आलेको चाहिँ हिँड्न पर्यो बस चाहिँ माथि थियो त्यहाँभित्र आएन बसमा आएपछि एकदम रमाइलो भयो हामी निकै रमाइलो गरेछौँ है सबैले गीत गाएर नाचेर त्यहाँ अगाडि चाहिँ दुईजना नाच्दै हुनुहुन्छ एकजना भाइ र मेरो बुढो चाहिँ रमाइलो भएको छ बसेर मान्छे उठेर नाच्न थालेको कि पनि क्वार्टर पनि आइसक्यो अनि हामी सबै झरेर आफ्नो घर घरतिर लाग्यौँ।